Hello guys, good morning. I am Sujan from Toribari. This is going to be my first vlog. र अहिले बज्दैछ 5 बज्यो होला हैन 5 बज्यो होला हैन 5 बज्यो अहिले हामी रनिङ गर्दै आए थियौं माथि आज चाहिँ तर खास चाहिँ ग्राउन्डमा कुद्ने प्लान थियो तर केटाहरुलाई कल गरे कलै उठाएन एकजनाले कलै उठाउँदैन एकजनाको स्विच अफ छ अर्कोको बिजी छ यति बेला 8:30 मा बिजी हुन्छ हौ फोन अनि म ग्राउन्ड गइरहेको थिएँ यतिकै ग्राउन्डमा कुदेको भिडियो बनाउँछु भनेर तर जानु पाइनँ एउटा साथी सडनली आइपुग्यो त्यसले भने जुम 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 भनेर रोडमा कति भाषा नकुदेको अनि रोडमै कुद्दै आयौँ अनि मैले भिडियो बनाउन पाइनँ अनि अहिले हामी पुग्नु आँट्यौँ ओ यहाँ पुलमा रोकिन्छौँ त कुद्दै आएर अनि अलिकति मात्रै छ बनाउनु पाइनँ अनि अहिले नै बनाइदिएको नि पुग्नु आँटेको बेलामा भिडियो त अब लास्टमा डाइरेक्ट एक्सर्साइज गरेको भिडियो देखाउनु भएन अनि अलिकति पुग्नु आँटेको बेलामा भिडियो बनाएको नि यो ऊ एउटा साथी हो अचानक आइपुगेको कुद्दै आउँदैछ नि फर्केको फर्केको एक्सर्साइज गरौँ तँ त गरिस् मैले त गरेको छैन त अब यहीँ गरेँ यताको भ्यू हेऱ्यो नि यहाँ बिहान कति बज्यो अहिले 5 बजीको भ्यू अब एकछिन एक्सर्साइज गरौँ होला एक्सर्साइज त भयो तर त्यस्तो राम्रो त भएन अलिक हतार थियो साथीलाई अलिक हतार थियो अनि घर जानु ढिलो थियो र घर जानु ढिलो भएर अलिक छिटो जानु पर्यो नभए चाहिँ भक्कु गर्थ्यौँ ग्राउन्डमा भए त भक्कु नै गर्थ्यौँ रोडमा गर्नु अलिक कस्तो लाग्छ यहाँनिर सनराइज भएको कस्तो दामी देखेको नि तर के गर्नु आफ्नो त्यस्तो राम्रो क्यामेरा छैन अलिक राम्रो क्यामेरा भए त दामी देखाउँथ्यो नि ठिकैको छ त्यस्तो खटेर पनि भन्नु भएन कोकसको भन्दा त राम्रै छ कोकसको भन्दा पनि साथीहरूको सबैभन्दा राम्रै छ यहाँ पछाडि हाँस्नेको भन्दा पनि राम्रै छ अब घरतर्फ लागेको अब चाहिँ हल्का वक गर्नुपर्ने हुन्छ बडीलाई अब हल्का वक गरेर चाहिँ बडीलाई हिट दिनुपर्ने हुन्छ नभए फेरि बडी फटिक हुन्छ जति पनि हेर्नुहुँदैछ एक्सर्साइज गरिसकेर चाहिँ तपाईँहरूले अलिकति आफ्नो एक्सर्साइज गरिसकेर आफ्नो हार्टबिटलाई चाहिँ फास्ट गर्नुपर्छ घर पुग्नुभन्दा अगाडि अलिकति एक्सर्साइज गरिसकेर रनिङ गर्नुभयो भने तपाईँको हेल्थको लागि राम्रो हुन्छ एक्सर्साइज गरेको बेनिफिट चाहिँ के हो भन्दै एक्सर्साइज गरेको रनिङ गरेको बेनिफिटहरू छ मेनली रनिङ गरेको बेनिफिट चाहिँ धेरै हुन्छ रनिङ गरेको बेनिफिट्स भन्नाले चाहिँ हजुरको फ्याट लस बेसी हुन्छ रनिङमा तर रनिङमा चाहिँ तपाईँको इन्ड्युरेन्स र हार्ट हेल्थ चाहिँ एकदम राम्रो हुन्छ
तर एउटा चाहिँ रनिङको मेन लस छ, जतिजनालाई मसल बनाउनु छ, जतिजनालाई बडी बिल्डर जस्तो एकदम राम्रो मसल बनाउनु छ, रनिङ चाहिँ उनीहरूको लागि होइन, उनीहरूले चाहिँ हल्का जगिङहरू गर्दा हुन्छ। गुड मर्निङ अङ्कल। उल्टा बनाए अगाडि आउनु हुँदैछ, लाज छैन हामीलाई चाहिँ हो। गुड मर्निङ दिदी, हाम्रो भ्लगमा आइदिनु भयो पनि हो, बोल्नु भएन खै के हो, लाज शरम मान्नु हुँदैन हौ, लाज शरम मानेर के हुन्छ, अहिले बोल्छ अहिले एकछिनतिर बिल्छिँदै हाल्छ, लाज शरम मान्नु हुँदैन। आफ्नो कम्युनिकेसन स्किल्सलाई चाहिँ जति इम्प्रुभ हुन्छ त्यति इम्प्रुभ गर्नुपर्छ। त्यसो पनि हामीहरू गाँजा सिगरेट खानुभन्दा त बोलेको ठिकै हो, केही लस त छैन नि हामीलाई, बोल्ने आदत भयो भने हामी जब फ्युचरमा कुनै ठुलो डिफेन्स इक्जामहरू लेख्छौँ, सिभिल इक्जाम लेख्छौँ, त्यति बेलाखेरि हामी इन्टरभ्यूमा बोल्नु पऱ्यो नि त, मान्छेको छेउमा बोल्नु सकेन भने के फाइदा, मान्छेको छेउमा अकमकियो बोल्नु सकेन भने के हुन्छ, बेनिफिट्स कसैलाई छैन। आफ्नो बारेमा आफूले सोच्नुपर्ने हुन्छ। अब जाने नजाने पनि बोल्नु चाहिँ पऱ्यो। अब जान्दैन भने अब मिस्टेक हुन्छ भने बोल्दैन भने त कहिले जान्दैन। त्यही त, सानोमा पनि लड्छ भनेर हिँडेन भने कहाँ हिँड्नु सिक्छ त, सानोमा लड्छ भनेर नहिँडेको हामी यतिखेर कुद्दै गरेको हुन्थ्यौँ। भिडियो बनाउँदै लामो हुन्थ्यो, यो त अब सर्टमै सकिन्छ जस्तो छ भिडियो। त्यस्तो छ हाम्रो गाउँ चाहिँ बिहान बिहान। अर्कोले यहाँले नि भिडियो बनाउनु ट्राई गर्दैछ, यता हेर्दी मलाई एकदम इन्फ्लुएन्सर बन्नै पर्छ भन्ने छैन, आफ्नो स्किल्स चाहिँ इम्प्रुभ हुनु पऱ्यो, त्यति हो। नभए हामीहरू पैसा यो युट्युबबाट पैसा आउँछ भने यहाँ सनराइज हुँदैछ। अघि कस्तो राम्रो भ्यू थियो, तर भिडियो अन गरेको रहेछु भनेको अफ भइरहेको रहेछ, भिडियो गर्नु पाइनँ मजाले। यसको मसल धेरै हेर्नलाई यहाँ बढ्दै जाँदैछ। मसल्समा चाहिँ बनाउनु पर्छ नि। गुड मर्निङ अङ्कल। यहाँ हाम्रो लालका, गुड मर्निङ लालका, गाउँको अङ्कल, कतिजना गाउँको सिनियर। मसल्स मात्रै बनाउनु टार्गेट हुन्छ, उनीहरूको लागि चाहिँ रनिङलाई त्यस्तो खासै प्रिपेयर दिनु हुँदैन, किनभने माथि पुल जानुको किन आएको नि, रनिङले चाहिँ मसल्स पनि लस गर्छ। बेसी टाढो जानु सकिएन, साथैमा मसल जानु कुदेर मात्रै पनि भएन। अब फर्स्ट बिहान उठ्ने बित्तिकै डाइरेक्ट कुद्नु पनि भएन। फर्स्टमा अब बिहान उठेर एक्सर्साइज पनि गर्नु पर्ने, एक्सर्साइज बिना त अब जिउ तताउनु पऱ्यो नि, जिउ ततायो भने डाइरेक्ट गएर अब हार्टबिट के भन्छ त्यसलाई, हार्टबिट फास्ट गर्नु, हार्टबिट अचानक फास्ट भयो नि। अब कुद्दा कुद्दै अब छाती दुख्छ, कोही कोहीलाई भुँडी दुख्छ। अब बिहान चाहिँ अब 5 मिनट 10 मिनट चाहिँ एक्सर्साइज पहिला गरिराख्नुपर्छ, अनि मात्रै रनिङ गर्नुपर्छ। रनिङ एक्सर्साइज जे पनि गर्नुपर्छ, त्यो गर्ने भने चाहिँ अब हार्टबिट अचानक बढ्छ, भुँडी दुख्न थाल्छ, छाती दुख्न थाल्छ। मेरो पनि पहिला भएको नि त यस्तो। पहिला म डाइरेक्ट कुदिन्थेँ, जुत्ता सुत्ता लायो, लुगा लायो, आयो डाइरेक्ट कुदिन्थेँ। अनि मलाई साथीले भने क्या, यही साथीले भने क्या, बिहान कुद्नुभन्दा अगाडि चाहिँ एक्सर्साइज गर्नुपर्छ। एक्सर्साइज गर्नु भने छाती दुख्नु थाल्छ, भुँडी दुख्नु थाल्छ, खुट्टा दुख्छ, कोही कोही बेला हात त दुख्दैन, छाती भुँडी दुख्नु थाल्छ नि। त्यही लागि नि बिहान कुद्नुभन्दा एक्सर्साइज चाहिँ, कुद्नुभन्दा अगाडि 5-10 मिनट एक्सर्साइज चाहिँ मेन हो। त्यो गर्नु सकेन भने चाहिँ अचानक कोही कोही बेला साह्रो पर्छ।
सधैँ साह्रो पर्दैन होइन कोकोले सक्छ कोकोले चाहिँ अब सक्दैन मैले सकेको थिइनँ पहिला के भनेको नि मलाई तर भने चाहिँ भनेको थिएन है मैले भनिदिएको अब कुनभन्दा अगाडि एक्सर्साइज चाहिँ गर्नुपर्छ भनेर हाम्रो गाउँको गुम्बा के यस्तो खालको मान्छे छ बुद्ध टेम्पल अस्ति भर्खर यहाँ चोरी भयो हाम्रो गाउँमा पुरा चोरी हुँदैछ हौ अहिले यार भित्रको सामान भाडाहरू चोरी भएको हौ यहाँ अस्ति यहाँको उयो शिव टेम्पल पनि शिव मन्दिर पनि चोरी भयो तलको मन्दिर पनि चोरी भयो यहाँको बुद्ध मन्दिर सबै मन्दिरहरू चोरी हुँदैछ हौ यो फाल्टो मान्छे होइन यो गाउँकै मान्छेको काम हो उयो के भन्छ त्यसलाई त्यो रड यत्रो हुन्छ नि पातलो ब्लेड जस्तो हेक्सो ब्लेडले काटेको अरे ताला त्यसले खोलेको मन्दिरको मान्छे छ मन्दिरबाट नि चोर्छ कस्तो खालको मान्छे मन्दिरको पैसा चोरेर पहाडहरू चाहिँ एकदम राम्रो छ अब यता त अब जानु कहिले गएको छैन सक्छ कि सक्दैन थाहा छैन यतातिर चाहिँ गएको कस्तो दामी जग्गा छ भ्यू पोइन्टहरू छ माथि उयो देखिरहेको यो झन्डी हो यो पुबुङ यो लुङ के हो पुबुङ हो यो झन्डी हो यता धेरै छ यहाँ होमस्टे लज रिसोर्टहरू धेरै छ के भनेको तिनवटा एउटै त हो अलिक डिफ्रेन्ट हुन्छ लज अलिक ठुलो हुन्छ होमस्टे घरमा अलिक घुम्ने जग्गा भ्यू पोइन्टहरू मजाको छ त्यहाँबाट यहाँ डल्लै यो यताको तल हाम्रो गाउँ देखिन्छ ओत्लावडी बजार देखिन्छ पतलझोडा देखिन्छ सबै देखिन्छ त्यो चाहिँ अब यहाँको टप हो माथिको सबभन्दा माथि भएको पहाड त्यही हो यहाँबाट देखिन्छ नि झन्डी देखिरहेको सबभन्दा ठुलो पहाड यहाँ भजन बज्नु थाल्यो यहाँ गाना सुन्नु नि भयो यो हाम्रो यहाँको शिव टेम्पल अब शिव टेम्पल त इङ्ग्लिस भने चाहिँ हामी भन्छ अब शिव मन्दिर नमस्कार प्रभु योपालि आर्मी बनाइदिनुहोस् है यहाँ छ हाम्रो एन्जल एकाडेमी स्कुलको बोर्ड पहिला हामी यहीँ पढेर ठुलो भएको सानोदेखि ठुलो भाइ त्यो सानोभन्दा ठुलो भयो नि त पहिला नर्सरी क्लासदेखि पढेको 8सम्म पढेँ अहिले त 12मा पुगेँ नि त अब 8सम्म पढ्नु कति वर्ष पढ्यो यो स्कुलमा सिनियर भाइ क्लास 1देखि 8 भइहाल्यो नर्सरी एलकेजी युकेजी 11 वर्ष पढेँ 11 वर्ष तँ पढि तँ कति क्लाससम्म पढिस् तँ ट्युसन पढिस् भने 1 2 5 वर्ष पढिस् म 11 वर्ष तँ 6 वर्ष एक्स्ट्रा तिन देखा चाहिँ 6 वर्ष अमलाहरू छैन यहाँ अमलाको सिजन गयो त अहिले बाटोमा हिँड्दाखेरि चाहिँ जति पनि फ्रुटहरू पाइन्छ नि सिजनल फ्रुटहरू त्यस्तो चाहिँ बिहान चाहिँ अमला खान्छ एकदमै राम्रो अरे कोही किन हो थाहा छैन मलाई तर राम्रो भन्छ अमला खानुपर्छ यो हाम्रो गाउँको चर्च हाम्रो गाउँको भन्दा अघि मैले स्कुल देखाएँ नि स्कुलको टिचर प्रिन्सिपलको घरमै छ यो चर्च एन्जल एकाडेमी स्कुलको अनि यस्तो छ कि यहाँ हाम्रो बाटोतिर चाहिँ अमलाको बोट धेरै छ क्या अमलाको बगैनाको यो के यो चेक्रासीको गाछ होला सायद हाम्रो आन्टी ल यो चाहिँ एकदम के भन्छ त्यसलाई हौ के भन्छ हौ संस्कारी छ एकदमै होइन बाटोमा हिँड्दा जसलाई पनि राम होइन गुड मर्निङ विस गर्दैमा केही लस छैन नि केही नै लसै छैन त्यो भने आफूलाई राम्रो हेबिट बस्छ लस त छैन किन आजदेखि फेरि स्कुल अब कति 1 महिना घरमा बसेर स्कुल जान त अल्छी लाग्दैन कस्तो तर अझै चाहिँ लागेको मलाई त स्कुल जुन लागिसक्यो अल्छी चाहिँ लागेको छैन धेरै बसेर होला घर पनि अल्छी चाहिँ लागेको छैन अरू बेला नभए कति स्कुल भन्ने बित्तिकै अहिले पुरा घरमा बसेर होला घरमा अल्छी लाग्नु थाल्छ के गर्नु बस्यो खायो बस्यो त्यो त त्यस्तो मेरो त काम हुन्छ घरमा यसले मेरो कुरा गरेको मेरो त काम मेरो त काम हुन्छ घरमा गयो हातखुट्टा फेरि मजाले एकपल्ट फ्रेस हुनुपर्छ नहुँदैनस् म भरि कुदेर फेरि हुनुपर्छ ए बेलुका पनि कुद्छस् किन बेलुका पनि कुद्छु किन कुद्छु किन दुईपल्ट अब त्यति कुद्छु नि एउटा पाइलाइनको बाटोमा कुद्छु बिहान बेलुका बिहान चाहिँ अब ग्राउन्डमा कुद्छु अब तैँले गर्दा आज यहाँ रोडमा कुद्नु पऱ्यो रोडबाट भ्यू राम्रो पाइस् भन् ग्राउन्डमा त राम्रै हुन्थ्यो रोडमा केही भन्नु पाइन
हेरेन हेरेको भए भन्दा हुन्छ जसले हेर्छ मुख जसले चाहिँ मुखमा हेर्छ उसलाई चाहिँ विस गर्नुपर्छ नि अब जो आफ्नो धुनमा हुन्छ उसलाई कोट्याएर गुड मर्निङ राधे राधे त्यस्तो भन्नु सुहाएन नि त त्यस्तो भन्नु राम्रो पनि होइन अर्कालाई डिस्टर्ब गर्नु अलिकति भन्नु आँटे त अब मेनर्स हुनुपर्छ बाबु उतापट्टि फर्किहाल्नु भयो अब भन्न अप्ठ्यारो लाग्यो फेरि के धुनमा हुनुहुन्छ के सोचिरहेको हुनुहुन्छ फेरि बिर्साइदियो भने कोही बेला त्यस्तो हुन्छ पो त म त अब के सोचिरहेको हुन्छ आएर बोलिदिन्छ बिर्सिन्छ तँलाई त्यस्तो हुन्छ बोल्दैन होइन बोल्दैन होइन अब कोही कोहीले हिँडिरहेको हुन्छ धुनमा स्कुलतिर क्लासतिर घरतिर यतिकै हिँडिरहेको हुन्छ आएर कटसँग कोटाइदिन्छ बिर्सिन्छ नि हुन्छ त्यस्तो सबैसँग हुन्छ नि त्यस्तो अब घर आइपुग्न आँट्यो मेरो चाहिँ आइपुग्न आँट्यो उयो देखिरहेको ऊ अब यहाँबाट देख्दै दिएको नरियल छ नि नरियलको रुख त्यो नरियलको रुखमा छ मेरो घर मुनि त्यो नरियलको रुख मुनि ए नरियल फल्छ अब यसको घर चाहिँ टाढै छ अलिकति नरियल फल्छ नरियल फल्दैन नि पानी छ नरियलमा पानी छ एउटा लिँदैन मलाई पैसा दिन्छु अब यो सिजन मलाई थाहा छ नि नरियल सिजन हो नरियल सिजनमा त फल्दै फल्छ नि त्यही त झारेको बनाउँदैन एउटा अब झारेको बेलामा कहिले झार म त औँसी पूर्णिमा खान्छु सालमा एकपल्ट पनि गएको नि झाऱ्यो भने एउटा दिइराख्नु मलाई अहिले कहाँ झारेको छ बजारमा नरियल कति हार्यो भन्दा 90 हार्यो अस्तिको भर्खर उठ्नु भएको ए ढिलो बाजु 90 रुपियाँ अरे बजारमा खानु गएको हो 90 रुपियाँ भने खाइन नरियल डल्लै कि पानी मात्रै पानी मात्रै दुख्नु थाल्छौ फर्स्ट टाइम गरेर होला आज हाम्रो गाउँको आन्टीहरू पनि सबै बनाएर हात नदुख्ने भइसक्यो उनीहरूको यत्रो मसाज भइसक्यो यार उनीहरूको अब आफ्नो त छैन त्यत्रो हात दुख्नु थालिहाल्छ नि यत्रो हात छैन है तेरो पनि कहाँ छ त्यत्रो हात तेरो त्यत्रै छ त आया जय गोर्खा भनेर यहाँ को भाइ हो गाउँ हेर्नु सिन्दा पनि देख्दैछ तर यो एचडिआर कन्ट्रोलै भएको छैन मेरो फोन क्यामेराले त्यसलाई मजाले देखेको छैन कन्ट्रोल भएको छैन हेनतेन लट्ठा पठाउन भन्छ ल्या अब चाहिँ त्यो त भन्नु पऱ्यो नि त्यस्तो भिडियोमा हालेर यस्तो देखिन्छ हाम्रो गाउँ चाहिँ बिहान बिहान अब बेलुका फेरि अर्कै देखिन्छ दिउँसो अर्कै देखिन्छ नेपालको हो यहाँ पढ्छ हाम्रो स्कुल पढ्छ थाहा छैन हाम्रो स्कुल पढ्छ त त्यो भाइ पढ्छ एउटा बहिनी पढ्छ नेपालबाट चाहिँ कसरी पायो नि उताको नेपालको आइडिहरू छ भने यता चाहिँ कसरी चल्यो नि यताको त इन्डियाको हुन्छ भने आइडेन्टिटी कार्ड आधार कार्ड बर्थ सर्टिफिकेट मेन होइन भने आधार कार्ड मेन हो आइडेन्टिटी यहाँको पर्सनल मन्दिर यो के मन्दिर हो शिव मन्दिर हो मैले मसल्स देखाएको चाहिँ हालेँ ल ल देखाइदिएन त नि अब जय गोर्खा यसरी चाहिँ एक्सर्साइज गर्न आउनुपर्छ हो सबैजना जय गोर्खा ल अब गएको ल अब स्कुलमा भेटौँ ल लगाइदियो भ्लग यहीँ एन्ड गरौँ होला